नमस्ते, आज हामी रोल्पा जिल्लाको ऐतिहासिक ठाउँ ओत जबाङको खरबारेमा आएका छौँ। यहाँ वरिष्ठ लोक तथा दोहोरी गायिका शान्ता घरती मगरको गीतको सुटिङको लागि हामी यहाँ आएका छौँ। यतिखेर हामीसँग दाङबाट थुप्रै कलाकारहरू पनि आउनु भएको छ भने लोक तथा दोहोरी गायिका शान्ता घरती मगर यो सुटिङको विशेष तयारीको लागि हिजो अस्ति नै आइपुग्नु भएको थियो। आउनुहोस् उहाँसँगको थोरै छोटो भलाकुसारी। सबैलाई दसैँ नमस्ते भन्न चाहन्छु म शान्ता घरती मगरको तर्फबाट र सम्पूर्ण हाम्रा दाङबाट अथवा विभिन्न ठाउँबाट आउनुभएका मोडल गर्ने भाइ बहिनीहरू र क्यामेराम्यान र डाइरेक्टर सम्पूर्ण क्यामेराम्यान टिमहरूमा थ्याङ्क यू सो मच र धन्यवाद दिन चाहन्छु। त्यति टाढाबाट एक हिँडाको बेलामा पनि धेरै दुःख कष्टहरू झेलेर यहाँ मेरो घरसम्म आइदिनु भएको छ। मेरो जन्मघरको आँगनमा आएर यति रमाइलो गरिदिनु भएको छ, खुसी लागेको छ। तपाईँहरूको यतिखेर दुःख गरेर आइदिनु भयो, एकदम हजुरलाई पनि धन्यवाद दिन चाहन्छु। तिमीन्द्र भाइलाई पनि यसरी लिएर आउनु धन्यवाद दिन चाहन्छु। धन्यवाद। अनि यो सुटिङ यति धेरै खर्च गरेर जस्तै यो विविध खर्चहरू गर्नुभएको छ, यत्रो कलाकारहरूलाई दाङबाट लाग्नुभयो होइन, यातायातहरूदेखि लिएर व्यवस्थापन सम्पूर्ण कुराहरूको चाहिँ धेरै खर्च गर्नुभएको छ। खास यो गीतलाई यही रोल्पामै सुटिङ गर्न खोजेको कारण के हो? यस्तो हो किनभने यो गीतलाई तपाईँलाई दुःख दिएँ मैले होइन। जस्तै गीतहरू त मैले भन्दा पहिला पनि धेरैहरू गाएँ, तर अब धेरै गाउँदिनँ, अब चर्चमा आउने कुरा पनि होइन। तर अहिले मैले जस्तै अब एउटा आफ्नो गाउँ जन्म ठाउँको गीतहरू एउटा समेटेको छु। योमा पनि अब आधा नै झन्कार राईको स्वर रहेको छ र योमा जस मैले चाहिँ म जन्मेको गाउँ अनि घर अनि म खेलेको पाखापोखरीको नाउँ भएको कारणले गर्दा त्यो अनि एउटा लाली गुराँस फुल्ने एउटा वातावरण त्यो पनि भयो र एउटा घोर्नेटी मेलै भनिसकेपछि एउटा घोर्नेटीको जननमुना अस्पताल छ एउटा त्यो भयो। एउटा सुनौलो ताल भन्ने एउटा बाङ्गे तालमा एकदम मार्मिक एकदम रमाइलो ठाउँ छ। त्यो सबैलाई समेटेको कारणले त्यो गर्नलाई त्यो देखाउनको लागि यो ठाउँमा लिँदाखेरि राम्रो होला र मेरो आफन्तीहरूले पनि जस गर्व गर्लान्। जस अब यो ठाउँमा जन्मेर गरिब परिवारमा हुर्केर अब यतिसम्म गर्नु भने त गाउँघरमा जस हाम्रो आमा बाबालाई अब काउबाउलाई हाम्रो दिदीबहिनीलाई ठुलो कुरा हो। त्यसैले मैले यो घरमा र म जन्मेको घरमा अनि म खेलेको ठाउँमा म खेलेको पाखापरि दिन मन लाग्यो। त्यसैले तपाईँहरूलाई दुःख दिएँ। त्यो उद्देश्य मलाई भिडियो बनाउने उद्देश्य नै त्यही कारण, म जन्मेको कारण म खेलेको ठाउँ, त्यसैले गर्दा म लाग्न। तपाईँको साङ्गीतिक यात्रा सफलमय रहोस् र तपाईँको अहिलेको यो घोर्नेटी मेलैमा बोलको गीतले धेरै सफलता हात पाउन सफल होस्, हाम्रो शुभकामना। मेरो आमा बुवा दिदी बहिनी दाजुभाइ सम्पूर्णले मलाई देश विदेशमा रहनुहुने नेपालमा रहनुहुने सम्पूर्णले मलाई मेरो गीतलाई जस्तो तपाईँहरूलाई लाग्छ त्यस्तै कमेन्टहरू गरिदिनु होला र सल्लाह सुझाव दिनु होला र तपाईँहरूको सल्लाह सुझाव र मायाले गर्दा म योभन्दा धेरै अगाडि बढ्ने एउटा आशा र प्रेरणा जाग्ने छ र तपाईँहरूको मायाले गर्दा नि म अगाडि बढ्ने आशा बोक्ने छु। त्यसैले तपाईँहरूले जस्तो तपाईँको मनमा लाग्छ त्यसरी राम्रो छ भने राम्रो, नराम्रो छैन नराम्रो कमेन्टहरू गरिदिनु होला, सक्नुहुन्छ भने सेयर गरिदिनु होला र सम्पूर्णले माया गरिदिनु भन्ने आशा राखेको छु। माया गरिदिनु होला, सल्लाह सुझाव दिनु होला अनि मलाई सुध्रिन मौका दिनु होला, यही छ म आशा राखेको छु। सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु।
पारी हेर्न सक्नुहुन्छ दिदीले हामीलाई बोलाएर यहाँ ल्याउनु भएको छ र उहाँ पनि सुटिङको लागि अगाडि लोकेसन खोज्दै अगाडि बढिरहनु भएको छ र हामी पनि बढ्दैछौँ केही छैन रमाइलो भन्ने के छ रमाइलो यात्रा पनि हो सुटिङमा यसै हुन्छ अरूभन्दा दाजुलाई फोटोको लागि धेरै फाइदा भयो यस्तै अरू टपिक्सको लागि केएसटिभी च्यानल नेपाललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु हाम्रो आजको यो एपिसोड लाइक जस्तो छ त्यस्तै कमेन्ट गर्न लाइक गर्नु ल छेउमा राम सब्स्क्राइब हुन्छ त्यहाँ चाहिँ दाब्नु ल अनि तल घन्टी आउँछ घन्टी आउँछ त्यसलाई टिङ दाब्नु ल है यही होइन बात